एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि धेरै दिनपछि हजुरहरू समक्ष सानो ब्लग लिएर उपस्थित भइसकेको छु। यसपालिको ब्लग चाहिँ तिहार बेसिस हुनेछ है साथीहरू। सायद यो ब्लग आउने बेलासम्म त तिहार पनि सकिसकेको हुन्छ। लु है साथीहरू, यहाँनिर चाहिँ फिने रोटीको तयारी हुँदैछ। हेर्नु त, खुर्मा यसरी बनाउँदैछु। यहाँ पाकिसकेको छ। यसलाई यता तारेर राख्दैछु है साथीहरू। यो चाहिँ खजुरी पाक्दैछ है। रेडी हुँदैछ यहाँनिर। सेलरोटी पाक्यो। फुलायो साथीहरू, फुलायो तिहारको लागि। अब माला उन्ने तयारी हुँदैछ यहाँनिर। यस्तो दामी फुल्यो। म चाहिँ प्राय मालाभन्दा फुलहरू नै किन्ने गर्छु कि, किन भन्दा नि फुलहरू किन्दा चाहिँ आफ्नै स्टाइलले मालाहरू उन्नु पाइन्छ। हेर्नुहोस् है, म कस्तो कस्तो स्टाइलको बनाएको छु, म हजुरहरूलाई देखाउँछु है। यो स्टाइलको हेर्ने, तल माथि फ्लावर यो स्टाइलको हजुरलाई कस्तो लाग्दैछ हेर्नु है। अब चाहिँ आर्टको चाहिँ हेर्नु, यो स्टाइलको माला बनाएँ मैले। यसरी माला बनाएँ। हेर्नुहोस् है साथीहरू, हजुरहरूले पनि अबदेखि घरमै उन्नुहोस्। यसरी ल्याएर आफै उन्नुभयो भने चाहिँ के हुन्छ, आफ्नै स्टाइलले बनाउन सकिन्छ। यो हेर्नुहोस् कस्तो लाग्यो, हजुरहरूलाई कुन मन पर्यो। बजारमा गएको त एउटा मालालाई 1000 रुपियाँले, मेरो पालो लुजा 450 रुपियाँ केजी किनेर आफ्नै स्टाइलले बनाएँ। ल कसले के गर्छ मलाई। ल अर्को साल त मलाई सम्पर्क गर्नु है, माला चाहिएको छ भने। म फुल खेती गर्ने अब अर्को साल फुल खेती गर्छु। म विभिन्न स्टाइलको मालाहरू बनाउँछु। रेडी 1 2 3 गो। मैले पछाडि जान्छु। बोल्यो यस। कति सकेको मेरो त बल्ल बाँकी छ होला। भाइ मसला रेडी गर्न लागि ट्रेहरू रेडी गरिसके। यसरी है। लु है साथीहरू, तिहारको लागि मैले रेडी गरिसकेको छु। आज भाइटिका। लु है, यो चाहिँ सगुन हो। सगुन मैले रेडी गरेको छु। मोडर्न तिहार अब अर्कोचोटिबाट दिदी इलास्टिकवाला लिएर आउनु पर्ने पर्यो। कस्टमाइज गरेर सिलाउनु दिने।
Only personal protect. अलिकति बेन्ड हुनुपर्छ आराममा यता हेर यसरी सुरु गरौँ हेरौँ न ल पैसा हालेपछि त लग्ने लगाए क्या तल बिसुरी दिनु पऱ्यो होइन ल तल बिसुरी होइन भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई।